यो रहेको छ स्वर वर्ण 4वटा हैन। हामीले पनि अब बेसिक यो हामीले सर्वप्रथम हामीले योहरू पनि हामीले जान्न सकेन भने हामीले पढ्न सकिँदैन। त्यसको लागि यो पनि हामीले जान्नुपर्ने हुन्छ। यो पढ्ने चाहिँ एकदम सजिलो छ। अब नआएन भने सबैले नै त्यस गाह्रो नै हो, आयो भने सबैले नै सजिलो नै हुन्छ हुन त। यो चाहिँ हामीले कसरी पढ्नुपर्छ भन्दाखेरि यो चाहिँ हामीले पढ्नु पर्यो। यो चाहिँ कसरी बुझ्नुपर्छ भन्दाखेरि साधारण यसरी बुझ्नुपर्छ। यो देखाएको छ इकार उकार एकार ओकार भनेर चाहिँ हामीले नेपालीबाट थाहा हुन्छ हैन। जस्तै इकार उकार एकार ओकार हो। यो चाहिँ कसरी बुझ्ने भन्दाखेरि चाहिँ योहरूले बुझ्ने। यो माथिको छ नि, माथिको यस्तो घुमाएको, यो मुनि झुन्डाएको, माथि झुन्डाएको, मुनि झुन्डाएको, यहाँ माथि झुन्डाएको छ, यहाँ माथिबाट यसो गरेर यता फ्याले चाहिँ यो छ नि। यो चाहिँ तपाईँले अघि हामीले सिकिसकेन उता हा आ भनेर चाहिँ आ हो। आको माथि नै यसो जोडेको 4वटा स्वर वर्ण है। अनि यसले चाहिँ हामीले कसरी पढ्ने भन्दाखेरि चाहिँ यो इकार भयो हैन। इकारले अब इकार भनेर त मिलेन हैन। यसले कसरी पढ्नुपर्छ भन्दाखेरि इ भनेर पढ्नु पर्यो यसलाई। यो आ हुने चाहिँ आ हो, आ माथि जोड्यो भने आगीको इ हुन्छ हैन। जस्तै यसले कसरी पढ्नुपर्छ इ भनेर पढ्नुपर्छ। यी नेपालीमा लेखेको छ इ भनेर पढ्नुपर्छ। यो मुनिकोले चाहिँ उ भनेर पढ्नु पर्यो, उ है उ। यो चाहिँ ए, यो ओ भयो। यसले कसरी पढ्नुपर्छ भन्दाखेरि उच्चारण गर्दाखेरि यहाँ लेखेको छ गी गु भनेर पढ्नुपर्छ यो माथिकोले है। यो इ उ ए ओ चाहिँ कसरी भयो भन्दाखेरि यो जोड्दाखेरि चाहिँ आगीको इ भयो नि हो, त्यसरी जोड्दाखेरि चाहिँ त्यसरी पढ्नुपर्छ। यो शुद्ध यो अलग्गै स्वर वर्ण 4वटा चाहिँ शुद्ध पढ्नु पर्यो भने, अलग्गै पढ्नु पर्यो भने यो माथिकोले के भन्छ गिगु भन्छ। के भन्छ गिगु, गिगु यहाँ लेखेको छ, गिगुले लेखेको छ, गिगु भन्ने लेखेको छ है। इकारलाई गिगु भनिन्छ है। साधारण हामीले बुझ्नको लागि इकारलाई गिगु भनिन्छ। इकार भनेको माथिबाट यसो आएको हैन। अनि उकारलाई स्याप्क्यु भन्छ, स्याप्क्यु है यहाँ लेखेको छ। उकारलाई स्याप्क्यु, स्याप्क्यु, गिगु स्याप्क्यु, गिगु स्याप्क्यु। अनि एकारलाई के भन्छ ढ्याङ्बो भन्छ, ढ्याङ्बो, एकारलाई ढ्याङ्बो भनिन्छ। अनि ओकारलाई नारो भनिन्छ। के भनिन्छ नारो, ओकारलाई नारो, इकारलाई गिगु, अनि उकारलाई स्याप्क्यु, अनि एकारलाई ढ्याङ्बो, ओकारलाई नारो। अब हामीले जहिले नै अब यति पढ्न सकेपछि अनि गिगु स्याप्क्यु ढ्याङ्बो नारो, गिगु स्याप्क्यु ढ्याङ्बो नारो, गिगु स्याप्क्यु ढ्याङ्बो नारो यसरी पढिराखेको भने चाहिँ हामीलाई कण्ठ गर्न लागि चाहिँ कण्ठस्थ गर्न लागि चाहिँ हामीलाई एकदम सजिलो हुन्छ है। अनि यो चाहिँ अब यो माथिकोले मात्रै पढेको हामीले हैन। गिगु स्याप्क्यु ढ्याङ्बो नारो भनेर है। फेरि यो नेपाली अक्षर मात्रै बुझेर भएन, अब यो मेन यो चिन्नुपर्छ। र अनि यो आसँग जोडेको कारणले चाहिँ कसरी पढ्नुपर्छ भन्दाखेरि आगीको इ, आ स्याप्क्यु उ, आ ढ्याङ्बो ए, आ नारो ओ भने हो, त्यसरी पढ्नुपर्छ है। हो यसरी पढेर राख्यो भने चाहिँ हामीलाई सजिलो हुन्छ। अनि यो आगीको इ, आ स्याप्क्यु उ, आ ढ्याङ्बो ए, आ नारो ओ भने यसरी पढ्नुपर्छ। गिगु स्याप्क्यु ढ्याङ्बो नारो। गिगु भनेको इकार, स्याप्क्यु भनेको उकार, ढ्याङ्बो भनेको एकार, नारो भनेको ओकार हो। यसरी पढ्नुभयो भने तपाईँहरूले पक्कै सजिलो हुनेछ भनेर आशा गर्दछु।